लाइफमा फर्स्ट टाइम यस्तो गाडी देख्दैछु गाइस। मैले हेर्नु न यस्तो डिफ्रेन्ट युनिक स्टाइलको बस। सो हेलो एन्ड नमस्ते सबैजनालाई, स्वागत छ मेरो मिनी भ्लगमा। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला र म पनि यहाँ एकदमै सन्चै छु। आज चाहिँ म रेडी भएर चट्ट परेर काममा जाँदैछु। कति सफारीमा जानु के, अरू बेला जाँदा जाँदा पैसा पनि सकिसक्यो, त्यही भएर आज चाहिँ म हिँड्दै जाँदैछु। मलाई चाहिँ काममा जानलाई घरदेखि ठ्याक्क 25 मिनट जति लाग्छ। सो फाइनली म काममा पुगिसकेँ र पुगिसकेर हेर्दा पसल खोलेकै थिएन। त्यसपछि चाहिँ म जान्छु चाबी लिनलाई पछाडि घर, अनि घर गएर चाबी लिएर आएँ। त्यस पछाडि पसल खोलेँ। त्यसपछि मैले सबैतिरको लाइटहरू अन गरेँ। अनि आज चाहिँ दादाको छुट्टी थियो, म एक्लै थिएँ नि त। अनि म बडालतर्फ लागेँ। बडालेर चाहिँ म पुष्पासहरू गर्ने काम गर्न थालेँ। अनि आफू बस्ने टेबलहरू पनि पुसेँ। त्यसपछि म खाना खानतर्फ लागेँ। आज चाहिँ गाइस खासै इन्ट्रेस्टिङ थिएन मेरो सब्जी। त्यही भिन्डी साग दाल त्यति हो। अनि फटाफट खाना खानतर्फ लागेँ। यतिकै आराम गरेर बसिरहेको थिएँ खाना खाएर। अनि पारी हेर्छु त यस्तो खतरा बस देखेँ क्या मैले। यस्तो युनिक लागेको नि मलाई यो बस। कहिले देखेको थिइनँ क्या जिन्दगीमा मैले यस्तो बस चाहिँ। अनि हाम्रो सामानहरू पनि आयो, पछाडि गोदाम लगेर मैले चाहिँ मिलाएँ त्यसलाई सबै। अनि पसल आएर चाहिँ 800 mm को झुमर फिटिङ गर्नु थियो। आज चाहिँ कस्टमरले लिनुभएको थियो। अनि सर र म भएर झुमरहरू फिटिङ गऱ्यौँ। यो 800 mm को झुमर एक्लै थिएँ, खासै भिडियोहरू पनि सुट गर्न पाइनँ आज त मैले। साँझमा खाजा खाने समयमा चाहिँ त्यही नजिकैको पसलबाट एउटा रम्पम ल्याएँ अनि खाएँ। घरबाट काँक्रा ल्याएको थिएँ एउटा, त्यो पनि खाएँ। आजको दिन चाहिँ मेरो यसरी नै बितेको छ। हेर्दै गर्नु होला मेरो भिडियो। थ्याङ्क्स फर वाचिङ, बाई बाई।